नेपाल एक ऐतिहासिक देश जहाँ राजतन्त्र र गणतन्त्रको सङ्घर्षले नयाँ र पुरानो बीचको भिन्नता देखाउँछ। 2052 सालको जनआन्दोलनसँगै नेपालले गणराज्यको मार्गमा पाइला राखेको थियो, तर एक व्यक्तिको उपस्थितिले आज पनि बहसलाई नयाँ रङ दिएको छ। पूर्व राजा ज्ञानेन्द्र शाह। मैले देश छोडेर जाने सोच बनाएको पनि छैन। म मातृभूमि नेपालमा नै बसी मुलुकको बृहत्तर हित र शान्तिका लागि योगदान पुर्याउन चाहन्छु। शाह वंशको विरासतको रूपमा रहेको श्रीपेच र राजदण्ड चिरकाल पर्यन्त सुरक्षित रूपमा राख्ने गरी संरक्षणका लागि आजकै मितिमा नेपाल सरकारको जिम्मामा रहने गरी मैले हस्तान्तरण गरेको छु। पूर्व राजा ज्ञानेन्द्र शाह, जो नेपालका आखिरी शाही प्रमुख थिए, अहिले एक प्रतीक बनिसकेका छन्। उनको शासनकाल र राजतन्त्रको इतिहास नेपालका लागि विवादास्पद र संवेदनशील विषय बनेका छन्। उनको शासनकाल र राजतन्त्रको इतिहास नेपालका लागि विवादास्पद र संवेदनशील विषय बनेका छन्। तर आजको नेपालमा उनले पुनः राजतन्त्रको पक्षमा आवाज उठाउन थालेका छन्। उनका समर्थकहरू देशको ऐतिहासिक र सांस्कृतिक मूल्यको पुनः स्थापना गर्न चाहन्छन्। तर यो आवाज नेपालका राजनीतिज्ञहरूको लागि चुनौती बनेको र अघि आएको छ। प्रजातान्त्रिक नेताहरू जो गणराज्यका समर्थक छन्, राजतन्त्रको पुनर्स्थापनालाई नेपालका लागि एक ठूलो जोखिम मान्छन्। नेपालको प्रजातन्त्रको सङ्घर्ष ठूलो र महत्त्वपूर्ण छ। हामीले 2052 को जनआन्दोलनमा शाही शासनको अन्त्य गर्यौं। गणराज्यको स्थायित्व र प्रजातान्त्रिक मूल्यहरूको संरक्षण हामी सबैको जिम्मेवारी हो। पूर्व राजा ज्ञानेन्द्र शाहका समर्थकहरूले भनेका छन् कि नेपालको ऐतिहासिक एकता र सांस्कृतिक धरोहरलाई बचाउन राजतन्त्र आवश्यक छ। उनीहरूका अनुसार शाही परिवारले देशलाई नेतृत्व गरेको इतिहासलाई नकार्ने। तर प्रधानमन्त्री केपी शर्मा ओलीदेखि लिएर प्रचण्ड, शेरबहादुर देउवा लगायतका प्रमुख राजनीतिज्ञहरूले भनेका छन् कि नेपाल अब गणराज्य हो। यिनीहरूको विचारमा पुरानो व्यवस्थामा फर्कनु नेपालका लागि खतरनाक हुनेछ र यसले राजनीतिक अस्थिरता र विवादको जन्म दिनेछ। यो बहस जसले आजको नेपाललाई विभाजित गरेको छ, एक ठूलो विवाद बनेको छ। पूर्व राजा ज्ञानेन्द्र शाहका समर्थकहरूको आवाज काठमाडौँको सडकमै गुन्जिरहेको छ भने प्रजातान्त्रिक नेताहरूले यस्ता घटनालाई अराजक र अस्थिरता मानिरहेका छन्। के नेपालका जनताले राजतन्त्र र गणराज्यको बीचमा कुनै समझदारी हासिल गर्न सक्छ? नेपालको राजनीतिक परिप्रेक्ष्यमा यो विवाद केवल शाही परिवार र गणराज्यका नेताहरूको बीचमा मात्र होइन, यो समग्र नेपाली समाजको एकता र भविष्यको बारेमा हो। नेपालको भविष्य भनेको केवल राजनीतिक निर्णयमा होइन, अपितु हाम्रा साझा मूल्य र सहकार्यमा छ। यस समय हामीलाई सँगै बस्न, एकअर्कालाई बुझ्न र एकता खोज्नको लागि आवश्यकता छ। नेपाल एक अद्भुत देश हो जहाँ विविधता र ऐतिहासिक सांस्कृतिक धरोहर छ। यो देशको भविष्य हाम्रो हातमा छ। हामीले नेपालको भविष्य कस्तो बनाउँछौँ त्यो निर्भर गर्छ हाम्रो एकता र साझा प्रयासमा। नेपालको भविष्य एकतामा, समृद्धिमा र शान्तिमा लुकेको छ। हाम्रो इतिहासले हामीलाई भविष्यको मार्ग देखाउँछ।